नमस्कार, स्वागत छ यहाँहरूलाई। म आजको यस भिडियो मार्फत शिक्षक सेवा आयोग अन्तर्गत निमावि तहको तयारी गरिरहनुभएका सम्पूर्ण अभ्यर्थीहरूलाई लक्षित गर्दै शिक्षा सम्बन्धी आधारभूत ज्ञान खण्ड खको तयारी कसरी गर्ने, मुख्य विषयवस्तुहरू के छन् र उपयोगी टिप्सहरू प्रस्तुत गर्दैछु। यदि तपाईँ 2082 सालको शिक्षक सेवा आयोगको परीक्षा दिँदै हुनुहुन्छ भने यो भिडियो तपाईँका लागि अत्यन्तै उपयोगी हुनेछन्। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सुरु गरौँ आजको महत्त्वपूर्ण टपिकबाट। प्रश्न नम्बर 1, नेपालको संविधान 2072 को धारा 31 अनुसार शिक्षालाई कुन अधिकारको रूपमा लिएको छन्? अप्सन ए सामाजिक अधिकार, बी मौलिक अधिकार, सी कानुनी अधिकार, डी बाल अधिकार। उत्तर चाहिँ अप्सन बी, शिक्षालाई मौलिक अधिकारको रूपमा लिएको छ। नेपालको संविधानको धारा 31 मा शिक्षालाई सबै नागरिकको मौलिक अधिकारको रूपमा व्यवस्था गरिएको छ, जसअनुसार सबै नागरिकले अनिवार्य र निःशुल्क शिक्षा पाउने व्यवस्था छन्। प्रश्न नम्बर 2, नेपालमा आधारभूत शिक्षा कक्षा कतिसम्मलाई भनिन्छ? अप्सन ए कक्षा 1 देखि 5, बी कक्षा 1 देखि 8, सी कक्षा 6 देखि 8, डी कक्षा 9 देखि 12। उत्तर चाहिँ अप्सन बी, आधारभूत शिक्षा कक्षा 1 देखि 8 सम्मलाई भनिन्छ। शिक्षा ऐन तथा संविधान अनुसार कक्षा 1 देखि 8 सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिन्छन्, जुन सबैका लागि निःशुल्क र अनिवार्य गरिएको छ। प्रश्न नम्बर 3, शिक्षक सेवा आयोगको स्थापना कहिले भएको थियो? अप्सन ए 2039 सालमा, बी 2045 सालमा, सी 2057 सालमा, डी 2063 सालमा। सही उत्तर चाहिँ शिक्षक सेवा आयोग स्थापना 2039 सालमा भएको थियो। प्रश्न नम्बर 4, शिक्षक सेवा आयोग नियमावली अनुसार लिखित परीक्षा पास गर्न न्यूनतम कति प्रतिशत चाहिन्छन्? अप्सन ए 40%, बी 50%, सी 60%, डी 70%। सही उत्तर चाहिँ शिक्षक सेवा आयोगको लिखित परीक्षा पास गर्न कम्तीमा 50% अङ्क आवश्यक पर्छन्। शिक्षक सेवा आयोगले योग्यता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक लिखित परीक्षा लिन्छन्, जसमा न्यूनतम 50% प्राप्त गर्नुपर्ने हुन्छन्। प्रश्न नम्बर 5, शिक्षकको स्थायी नियुक्तिका लागि कुन कागजात अनिवार्य छ? अप्सन ए स्नातक प्रमाणपत्र, बी शिक्षक अनुमति पत्र, सी शिक्षक अनुभव प्रमाणपत्र, डी तालिम प्रमाणपत्र। सही उत्तर चाहिँ शिक्षकको अस्थायी नियुक्तिका लागि शिक्षक अनुमति पत्र अनिवार्य छन्। प्रश्न नम्बर 6, शिक्षक सेवा आयोगले कुन कानुनी आधारमा काम गर्छन्? अप्सन ए शिक्षा ऐन 2028, बी शिक्षक सेवा आयोग ऐन 2057, सी कर्मचारी समायोजन ऐन, डी शिक्षा नियमावली 2049। सही उत्तर चाहिँ अप्सन बी, शिक्षक सेवा आयोग ऐन 2057 को आधारमा काम गर्छन्। शिक्षक सेवा आयोग ऐन 2057 आयोग गठन, कार्य, अधिकार र नियुक्तिको प्रक्रिया उल्लेख गरिएको छन्। प्रश्न नम्बर 7, शिक्षक सेवा आयोगको सिफारिस कार्यान्वयन कति दिनभित्र गर्नुपर्छन्? अप्सन ए 30 दिनभित्र, बी 45 दिनभित्र, सी 60 दिनभित्र, डी 90 दिनभित्र। सही उत्तर चाहिँ अप्सन बी 45 दिनभित्र। शिक्षक सेवा आयोगको सिफारिस 45 दिनभित्र कार्यान्वयन गर्नुपर्छ। नियमावली अनुसार शिक्षक नियुक्तिको सिफारिस प्राप्त भएपछि सम्बन्धित निकायले 45 दिनभित्र नियुक्ति प्रतिक्रिया सम्पन्न गर्नुपर्छन्। प्रश्न नम्बर 8, शिक्षकको अनुशासन सम्बन्धी मुद्दा समाधान गर्ने अधिकार कसलाई छ? अप्सन ए स्थानीय तहलाई, बी विद्यालय व्यवस्थापन समिति, सी शिक्षक सेवा आयोगलाई, डी शिक्षा विकास तथा निर्देशनालयलाई। यसको सही उत्तर चाहिँ शिक्षकको अनुशासन सम्बन्धी मुद्दा समाधान गर्ने अधिकार शिक्षक सेवा आयोगलाई छ। शिक्षकले पेशागत आचार संहिताको उल्लङ्घन गरेमा आयोगले अनुसन्धात्मक कारबाही गर्न सकिने अधिकार राख्दछन्। प्रश्न नम्बर 9, विद्यालय तहका शिक्षकहरूको सेवा शर्त निर्धारण गर्ने निकाय कुन हो? अप्सन ए शिक्षक सेवा आयोग, बी शिक्षा मन्त्रालय, सी जिल्ला शिक्षा कार्यालय, डी विद्यालय व्यवस्थापन समिति। सही उत्तर चाहिँ विद्यालय तहका शिक्षकहरूको सेवा शर्त निर्धारण गर्ने निकाय शिक्षा मन्त्रालय हो। शिक्षकहरूको तलब, विद्या, सेवा अवधि, बढुवा आदिको सेवा शर्त शिक्षा मन्त्रालयबाट निर्धारित हुन्छन्।
प्रश्न नम्बर 10, विद्यालय तहका शिक्षकको सेवा अवधि कति वर्ष सेवानिवृत्त हुन्छन्? अप्सन ए 58 वर्षमा, बी 59 वर्षमा, सी 60 वर्षमा, डी 65 वर्षमा। उत्तर चाहिँ अप्सन सी 60 वर्ष। विद्यालय तहका शिक्षकको सेवा अवधि 60 वर्ष सेवानिवृत्त हुन्छन्। शिक्षक सेवा आयोग ऐन नियमावली अनुसार शिक्षकको अनिवार्य सेवानिवृत्तको उमेर 60 वर्ष निर्धारण गरिएको छ। प्रश्न नम्बर 11, शिक्षक अनुमति पत्र लाइसेन्सको मान्यता अवधि कति वर्षको हुन्छन्? अप्सन ए 2 वर्ष, बी 3 वर्ष, सी 5 वर्ष, डी आजीवन। उत्तर चाहिँ अप्सन डी, शिक्षक अनुमति पत्र लाइसेन्सको मान्यता आजीवन हुन्छन्। प्रश्न नम्बर 12, विद्यालय व्यवस्थापन समिति कसको अध्यक्षतामा गठन हुन्छन्? अप्सन ए विद्यालय शिक्षक, बी अभिभावक सदस्य, सी प्रधानाध्यापक, डी स्थानीय तहको प्रमुख। सही उत्तर चाहिँ विद्यालय व्यवस्थापन समिति अभिभावक सदस्यको अध्यक्षतामा गठन हुन्छन्। प्रश्न नम्बर 13, शिक्षक सेवा आयोगले वार्षिक रूपमा कुन प्रतिवेदन बुझाउनुपर्छ? अप्सन ए विद्यालयलाई, बी शिक्षा मन्त्रालयलाई, सी राष्ट्रिय योजना आयोगलाई, डी लोकसेवा आयोगलाई। सही उत्तर चाहिँ शिक्षक सेवा आयोगले वार्षिक रूपमा शिक्षा मन्त्रालय प्रतिवेदन बुझाउनु पर्दछन्। प्रश्न नम्बर 14, शिक्षक पेशागत आचार संहितामा कुन कुरा समावेश गरिएको छैनन्? अप्सन ए विद्यार्थीप्रति सहृदय व्यवहार, बी शिक्षक सङ्गठनमा आबद्ध हुनु, सी राजनैतिक गतिविधिमा सक्रियता, डी समय पालन र कर्तव्यनिष्ठा। उत्तर चाहिँ शिक्षक पेशागत आचार संहितामा राजनैतिक गतिविधिमा सक्रियता समावेश गरिएको छैनन्। प्रश्न नम्बर 15, शिक्षक सेवा आयोगले कुन तहका शिक्षकहरूको नियुक्ति गर्छन्? अप्सन ए विश्वविद्यालय तह, बी विद्यालय तह पूर्व प्राथमिकदेखि माध्यमिक, सी सिपमूलक तालिम शिक्षक, डी निजी विद्यालय शिक्षक। सही उत्तर चाहिँ शिक्षक सेवा आयोगले विद्यालय तह पूर्व प्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षकहरू नियुक्ति गर्छन्। शिक्षक सेवा आयोगको कार्यक्षेत्र विद्यालय तहका शिक्षकहरूको नियुक्तिमा केन्द्रित रहेको छ, जसमा प्रारम्भिकदेखि माध्यमिक तहसम्म पर्दछन्। प्रश्न नम्बर 16, शिक्षा ऐन अनुसार विद्यालयमा बालबालिका मैत्री वातावरण बनाउनु कसको दायित्व हो? अप्सन ए शिक्षकको मात्र, बी प्रधानाध्यापकको मात्र, सी विद्यालय व्यवस्थापन समितिको मात्र, डी सबै सरोकारवालाहरूको। सही उत्तर चाहिँ शिक्षा ऐन अनुसार विद्यालयमा बालबालिका मैत्री वातावरण बनाउनु सबै सरोकारवालाहरूको दायित्व हो। प्रश्न नम्बर 17, शिक्षक सेवा आयोग अन्तर्गत अन्तर्वार्ता इन्टरभ्यू चरणमा अधिकतम कति अङ्कको मूल्याङ्कन हुन्छ? अप्सन ए 20 अङ्क, बी 25 अङ्क, सी 30 अङ्क, डी 50 अङ्क। सही उत्तर चाहिँ शिक्षक सेवा आयोग अन्तर्गत अन्तर्वार्ता चरणमा अधिकतम 25 अङ्कको मूल्याङ्कन हुन्छन्। प्रश्न नम्बर 18, शिक्षक सेवा आयोग ऐन अनुसार आयोगका अध्यक्षको नियुक्ति कसले गर्छन्? अप्सन ए लोकसेवा आयोग, बी शिक्षा मन्त्रालय, सी मन्त्री परिषद, डी राष्ट्रपतिले। उत्तर चाहिँ शिक्षक सेवा आयोग ऐन अनुसार आयोगका अध्यक्षको नियुक्ति मन्त्री परिषदले गर्छन्। शिक्षक सेवा आयोग ऐन 2057 अनुसार आयोगको अध्यक्ष र सदस्यहरूको नियुक्ति मन्त्री परिषदको सिफारिसमा गरिन्छन्। प्रश्न नम्बर 19, शिक्षकको प्रमाणीकरण लाइसेन्सको परीक्षा कसले सञ्चालन गर्छन्? अप्सन ए शिक्षा मन्त्रालयले, बी शिक्षक सेवा आयोगले, सी विद्यालयले, डी स्थानीय तहले। सही उत्तर चाहिँ शिक्षकको प्रमाणीकरण लाइसेन्सको परीक्षा शिक्षक सेवा आयोगले सञ्चालन गर्छन्। प्रश्न नम्बर 20, शिक्षा नियमावली अनुसार शिक्षकलाई वार्षिक सेवा मूल्याङ्कन फारम कसले भर्छन्? अप्सन ए जिल्ला शिक्षा कार्यालय, बी प्रधानाध्यापक, सी शिक्षा निरीक्षक, डी विद्यालय व्यवस्थापन समिति। उत्तर चाहिँ शिक्षा नियमावली अनुसार शिक्षकलाई वार्षिक सेवा मूल्याङ्कन फारम प्रधानाध्यापकले भर्नुपर्छ।
प्रश्न नम्बर 21 विद्यालयको आन्तरिक लेखा परीक्षण कसले व्यवस्था गर्छ? अप्सन ए स्थानीय तहले, बी प्रधानाध्यापकले, सी लेखा समिति वा लेखापालले, डी विद्यालय व्यवस्थापन समितिले। सही उत्तर चाहिँ विद्यालयमा हुने आर्थिक गतिविधिको पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न लेखा समिति वा योग्य लेखापाल मार्फत आन्तरिक लेखा परीक्षण गरिन्छन्। प्रश्न नम्बर 22 शिक्षक सेवामा करार अस्थायी नियुक्तिको अधिकतम अवधि कति वर्षको हुन्छन्? अप्सन ए 1 वर्ष, बी 2 वर्ष, सी 3 वर्ष, डी 5 वर्ष। उत्तर चाहिँ अप्सन सी 3 वर्ष। शिक्षा ऐन र नियमावली अनुसार करारमा नियुक्ति शिक्षकको सेवा अधिकतम 3 वर्षभित्र स्थायी प्रतिस्पर्धा नभएसम्म कायम रहन सक्ने व्यवस्था गरिएको छ। प्रश्न नम्बर 23 विद्यालयमा माध्यमिक तहमा पढाउनका लागि शिक्षकले कति शैक्षिक योग्यता अनिवार्य रूपमा प्राप्त गरेको हुनुपर्छन्? अप्सन ए प्रमाणपत्र तह, बी स्नातक तह, सी स्नातकोत्तर तह, डी एसई पास। सही उत्तर चाहिँ माध्यमिक तहमा पढाउनका लागि शिक्षकले स्नातक तह बीए बीएडको शैक्षिक योग्यता अनिवार्य रूपमा प्राप्त गरेको हुनुपर्छन्। प्रश्न नम्बर 24 विद्यालय शिक्षालाई विकेन्द्रीकरण गर्न कुन तहलाई अधिकार दिएको छन्? अप्सन ए सङ्घीय सरकारलाई, बी प्रदेश सरकारलाई, सी स्थानीय सरकारलाई, डी विद्यालय व्यवस्थापन समितिलाई। सही उत्तर चाहिँ विद्यालय शिक्षालाई विकेन्द्रीकरण गर्न स्थानीय तहलाई अधिकार दिएको छन्। प्रश्न नम्बर 25 शिक्षक सेवा आयोगमा कतिजना सदस्य रहने व्यवस्था छन्? अप्सन ए 3 जना, बी 5 जना, सी 7 जना, डी 9 जना। उत्तर चाहिँ अप्सन बी 5 जना। शिक्षक सेवा आयोगमा 5 जना सदस्य रहने व्यवस्था छन्। प्रश्न नम्बर 26 शिक्षा ऐन 2028 को मूल उद्देश्य के हो? अप्सन ए विद्यालय खोल्ने नियम बनाउने, बी शिक्षकहरूको नियुक्ति गर्ने, डी शिक्षकको समान पहुँच गुणस्तर सुनिश्चित गर्ने, डी बोर्ड परीक्षा सञ्चालन गर्ने। सही उत्तर चाहिँ शिक्षा ऐन 2028 को मूल उद्देश्य शिक्षाको समान पहुँच गुणस्तर सुनिश्चित गर्नु हो। प्रश्न नम्बर 27 शिक्षकको पदोन्नति कुन आधारमा हुन्छन्? अप्सन ए वरिष्ठता मात्र, बी राजनैतिक सिफारिस, सी सेवा अवधि तालिम शैक्षिक योग्यता मूल्याङ्कन अङ्क, डी विद्यार्थीको सङ्ख्या। सही उत्तर चाहिँ शिक्षकको पदोन्नति सेवा अवधि तालिम शैक्षिक योग्यता मूल्याङ्कन अङ्कको आधारमा हुन्छन्। प्रश्न नम्बर 28 विद्यालय तहको शिक्षक दरबन्दी सिफारिस गर्ने अधिकार कसको हो? अप्सन ए प्रधानाध्यापकको, बी शिक्षा विकास निर्देशनालयको, सी स्थानीय तहको, डी विद्यालय व्यवस्थापन समितिको। सही उत्तर चाहिँ विद्यालय तहको शिक्षक दरबन्दी सिफारिस गर्ने अधिकार स्थानीय तहको हो। प्रश्न नम्बर 29 विद्यालयमा शिक्षा ऐन अनुसार कुन शैक्षिक सत्रमा नियमित भर्ना खुल्ला गर्नुपर्ने हुन्छन्? अप्सन ए पुष महिनामा, बी चैत महिनामा, सी वैशाख महिनामा, डी माघ महिनामा। सही उत्तर चाहिँ अप्सन सी वैशाख महिनामा। शिक्षा ऐन अनुसार वैशाख महिनामा नियमित भर्ना खुल्ला गर्नुपर्ने हुन्छन्। शैक्षिक सत्र वैशाखदेखि सुरु हुने भएकाले प्रत्येक वर्ष वैशाखको पहिलो हप्ताबाट नयाँ भर्ना प्रक्रिया सञ्चालन गर्ने विद्यालयलाई निर्देशन दिइन्छन्। प्रश्न नम्बर 30 विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य बनाउन कुन नीति लागू गरिएको छन्? अप्सन ए शिक्षा ऐन 2028, बी बालबालिका ऐन 2075, सी निःशुल्क र अनिवार्य शिक्षा नीति 2075, डी सङ्घीय शिक्षा नीति 2076। उत्तर चाहिँ अप्सन सी निःशुल्क र अनिवार्य शिक्षा नीति 2075 अनुसार 5 वर्षदेखि 12 वर्षको उमेर समूहका सबै बालबालिकाले आधारभूत शिक्षा अनिवार्य रूपमा पाउनुपर्ने व्यवस्था गरिएको छ।